के गरेको I'm back. I'm sorry. I'm sorry. म एकछिन अफ गरेको थिएँ फोन आयो अपमान जनादे म त अब कहाँ 10 भइसक्यो अनि 2 घन्टा भइसक्यो लाइभ बसेको जाने हो तर आज जान चाहिँ खासै मन चाहिँ छैन गाइज मलाई यति राम्री केलाई छोडेर कसरी जान सक्छ गाइज म भन्ने मात्रै अब त अर्काले आँखा लाग्यो भने आज केटीहरूसँग मात्रै म्याच खेलेर केटाहरूलाई कसम आँखा लाउँछ तिमीलाई म केटा भन्ने बित्तिकै यस्तो गरेर हिँड्ने मान्छे हो क्या म केटा भन्ने न केटाहरूसँग म बोल्दा त बोल्दिनँ हेर्दा त हेर्दिनँ यसै आज त केटासँग खेल्यो भने त यस्तो राम्रो केटीलाई गाइज कसले मन पराउँदैन जसले पनि मन पराउँछ यारीहरू म केटा हेर्दिनँ केटाहरूले मलाई मात्रै हेर्छ तर म हेर्दिनँ यस्तो गरेर हिँड्छु गुड ल कोस तिमी आज म्याच खेल्न छौ आजको लागि तिमी आज किन ढिलो लाइभ आएको भाइ तिमी आज किन ढिलो लाइभ आएको म आज बिजी थिएँ आज किन ढिलो लाइभ आएको बिजी थिएँ क्या म भ्लग बनाउँदै थियो होइन अलिक काम थियो वान गेम खेल्नु न वान मोर म्याच ल एउटा लास्ट गेम खेलौँ है त ल च्याप च्याप गर्नुपर्छ त गाइज मेरोमा धेरै रिक्वेस्ट आयो कि एउटा लास्ट म्याच खेल्नु न भन्ने लास्ट म्याच च्याप च्याप गर्नुपर्छ त गाइज वान म्याच हस् 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 ओके गाइज ल ओके ओके के अरे घोष आज तिमीले के गर्यो भने तिम्रो दिन कस्तो भयो म त तिम्रो लुक्समै बिजी भएछ दिउँसो घुम्न गए अनि खानामा के खायो खानामा काफल के चामल काफल काफल भने खानेकुरा खान्छ काफल या खाएको थ्याङ्क यू काँक्रो खाएको काँक्रो नुनको जारीसँग हरियो नुनसारीसँग अनि भात खाएको तरकारी खाएको अन्डा खाएको गाइज एकछिन कोही पनि नबोल्नुहोस् त घोषलाई मात्रै हेरेर बस्नु सबैजना तपाईँले के म त उत्तिकै दङ्ग भएर गर्न खोजेको के प्यारीहरू गाइज एकछिन कोही केही नबोल्नु गाइज एकछिन हेरेर दङ्ग घोषलाई हेरेर बस्नु गाइज दङ्ग भएर मलाई त्यहाँ थ्याङ्क यू भने यति राम्रो केटीलाई लाइभमा ल्याइदिएको छ मेरो टिम म के गरौँ यार रोज यार म नाच्छु हेरेर गर हामी हेरेर बस्छौँ ल गाइज सबैजना हेरेर बस्छ गाइज हामी चाहिँ हेरेर बस्ने आफूलाई हेर्न मन लाग्यो भनेर के अरूले हेरेर बस्छ भन्ने छ यति राम्रो भ्यू छ गाइज कसले इन्जोय गरेको छ यति राम्रो भ्यू छ You're not getting blood from everywhere. प्यारीहरू Blood from everywhere. That's not that. You're getting blood from everywhere on you. That's not that. फोकस प्यारी Okay, but you're getting blood from everywhere. के गरे कसको छोरी तिमी यस्तो राम्रो मेरो बाउ र आमाको छोरी बाउ आमाले के खाएर जन्मा थियो बाउ आमालाई अब कति क्युट छन् पानी खाँदा त आज फ्लटिङ गर्दैछ कि मलाई नो गाइस आज साँच्चीकै एक्स्ट्रा क्युट देखिरहेछ मिस्टर तामाङ पनि कति ह्यान्सी देखेको नि प्यारीहरू मेरो कुरै छोड्दियो क्या मिस्टर तामाङलाई पाउनलाई त यहाँ सिरी लेखेर आउनुपर्छ कि त्यही भएर घोषको निधारमा सिरी लेखेको थियो त्यही भएर मिस्टर तामाङलाई पायो जताबाट हेरि नै राम्रै देख्छु त गाइस मलाई के यताबाट हेर्दा नराम्रो देख्छ कि
राम्रै रहेछ हो जताबाट हेर्दा राम्रै आत्मामा तिम्रो आत्मामा म छु कि छैन जानेर मायामा तिम्रो कति राम्रै है जोस गाइज है जानेर आँखामा आँखामा म छु कि छैन जानेर ल गाइज तिमीहरू अग्री गर्छ भने त आज गोस्ट एक्स्ट्रा राम्री दिएछ भनेर गाइज यु गाइज अग्री राइट है यु गाइज अग्री राइट बक्स लिने लाइन खेल्नु न ए बक्स म्याच भनेको होइन गाइज आज ढिलो नै भइसक्यो अनि म 2.5 घन्टा भइसक्यो लाइभ बसेको तर आज नि प्लस मेरोमा धेरै कम्प्लेन आइरहेको छ गाइज नेट स्लो भयो भनेर त्यो भएर स्लो नि भएछ मेरोमा नेट स्लो छ भने आज कमेन्टमा धेरै आइरहेको छ ठिक छ अब गाइज 2.5 घन्टा भइसक्यो आम टायर्ड अट्क्यो होला आज फुल गेम खेल्नु नै गाइज अब त होइन गाइज यो गोसँग बस्यो भने गाइज के हुन्छ थाहा छ यो चाहिँ सबैजनाले सुन्नु लगाइ सबैजनाले यो कुरा सुन्नु गोसँग गाइज म योभन्दा बेसी बस्यो भने के हुन्छ थाहा छ गाइज मेरो गोसँग लभ पर्छ गोसको मसँग लभ पर्दैन गाइज तपाईँहरूले के मिस्टर तामाङ हट भएको हेर्न चाहनुहुन्छ चाहनु हुँदैन होइन के गर्नु गाइज गोसले त अब भन्छ नि गोसले केटाहरूसँग लभ सप गर्दैन रमाइलो मात्रै गर्छ भन्छ नि मलाई त्यो भने के गर्दा अब यति राम्री भएर आउँछ केटालाई फसाउँछ भनेर आएको छु अनि त्यो भएर गाइज अब 5 मिनट फेरि बस्यो भने मेरो गोससँग लभ पर्छ गोसको मसँग लभ पर्दैन गाइज अब के गर्नु गाइज अब फेरि गाह्रो छ मलाई त्यो भएर आई निड टु गो म केही बोलिनँ प्यारीहरू केही बोलिनँ हो कि होइन गाइज भन्नु ल हो कि होइन त्यो कुरा हो कि होइन प्यारीहरू होइन नि त्यस्तो नि प्यारीहरू म आफै फसेछु नि मिस्टर तामाङको मायामा पागल भएर फट्टे भइरहेछु नि के साह्रो होइन मिस्टर तामाङ कति साह्रो राम्रो नि एकदमै मनपर्ने के एकदमै क्युट एकदमै त्यो हुन्छ नि एकदमै डिम्पल हेर गाइज तारिफ गर्नु कस्तो फेक गरिरहेको छ सब फेक तारिफ गरिरहेको मलाई मिस्टर तामाङको डिम्पल मनपर्छ फर्स्ट अफ अल त अनि स्माइल पनि राम्रो छ अनि फेरि जिम जान्छ बडी सरी पनि कस्तो खतरा छ है अनि त्यो चाहिँ अब बस कर पग्ली यार बस कर यार अनि गाइज मलाई अप्ठ्यारो हुनाले मलाई श्वास लिन गाह्रो हुन्छ अरूसँग चाहिँ लजाउँदिनँ बट घोषसँग जुन तरिकाले हुन्छ नि बोल्नुहुन्छ नि घोष ओह मेरै थाली जस्तो भइरहेछ गाइज भयो अब त जानुपर्छ गाइज यार कुछ हो रहा है गाइज कुछ हो रहा है गाइज लभ इज इन द एयर त्यो लाइक मास्क लगाऊ सबैजना मास्क लगाऊ गाइज मास्क गाइज यो हावामा छ नि मायाहरू उड्न थाल्यो गाइज लभ इज इन द एयर वेयर अ मास्क थ्याङ्क यू सो मच अब जाने हो कि बस्ने हो नो गोस आई सुइस नेटको गाइज अब गाइज 2 मिनट बेसी 5 मिनट भनेको गाइज अब 2 मिनट बस्यो भने मेरो गोससँग लभ पर्छ गाइज गोसको मसँग लभ पर्दैन त्यो रिजन गर्दा आई निड टु गो यस्तै हाफ प्यान्ट लाउडे गर्नु म फिल लिन सकौँ मजाले हेरेर गोस के अरे अरू कोही केटा खोज यस्तो माया जाला फसाउनको लागि यार यो के अरे यो धनमायाको छोरालाई फसाउने होइन गाइज गाह्रो हुन्छ यार मलाई त धनमायाको छोरा सोल्छ गाइज ओके गुड गाइज लभ इज इन द एयर वेयर अ मास्क गाइज सबैजना ल गोस भोलि भेट्छु That was a very good conversation, guys. Right? Mike's in request off गर्छु ल guys. Mike's in request off गर्छु guys. Request off. गोसँग म्याच खेल्दा तपाईँहरूले पुसै गर्दैन क्या अनि गाइज भोलि उनीहरूले स्क्रिन रेकर्ड हालिदिन्छ सबैजनाले अनि त्यो बेलामा स्कोर कति थोरै देखिरहेको हुन्छ क्या अनि त्यही कन्टेन्ट फेरि फर्किभरि कुद्छ अनि एटलिस्ट स्कोरलाई 2000 1000 त क्रस गर्नुपर्छ कान्छोको ट्याप आज 22.9K छ OMG you are blushing रे Selena thank you yeah
तिम्रो 22 छ आज 22 अझै सेट मेरो फोनमा त ब्याट्री नै सकिन आइसकेछ वेयर आर यु फ्रम रे नेपाल नेपाल र करेन्ट या झम्सिका Where the fuck is Paul? Paul कहाँ छ गाइज यार फोनको आछि के हो यार सिंगल भएको धेरै भएको यार पाल पनि भेटाउँदैन हुन फनी चार्ज त्यो मेरो मनको कुरा थियो गाइज त्यो मेरो मनको कुरा थियो आम सो सरी त्यस्तो हुँदैन रजु चाहिँ किन रिसाउनु र रिसाउँदैन भनेको चाहिँ कस्तो वाहियात कुरा गर्दै बसेको गाइज यो पेमा भने आइडीलाई ब्लक गरिदिनु त रिसाएन भन्दैछु एउटै कमेन्ट लेखाएछ ड्रामा सुरु गर्छ यहाँ लाइभमा के छ मेरो दाइ सब ठिक छ 10 महिना भइसक्यो 10 महिना गाइज म सिङ्गल भएको अलमोस्ट बिजनेस नभएको चाहिँ 10 महिना सिङ्गल भएको त अलमोस्ट 1.5 year अब त अलमोस्ट 1 year प्लस भइसक्यो वेयर आर यु नाउ रे झम्सिखेल I'm at Jomsigal now, guys. Oh, guys, thank you so much for 5,000 followers, guys. Thank you so much. मेरो नयाँ आइडीमा नि गाइज 5,000 फलोवर्स पुऱ्याइदिनु भएकोमा थ्याङ्क यू सो मच गाइज हजुरहरूले फलो गर्नु भएको छैन भने गरिदिनुहोस् होला म पनि फलो ब्याक गरिदिउँ न गाइज कुनै दिन टाइम मिलाएर शुभ साइट बनाएर थ्याङ्क यू सो मच गाइज सबैजनालाई सिङ्गल रे गाइज म सिङ्गलै हो म सिङ्गल भएको मोर देन 1 year भइसक्यो अब त मिस्टर तामाङ बी लाइक पख दिदी के काले बिएचएन भन्दै आउँला रे वी लभ यु रे प्रियङ्का थ्याङ्क यू यार ब्याक त पाउँदैन रे तपाईँले एउटा मेम्बरसिप त लिएको छैन अनि म किन फलो ब्याक गर्ने भन्नु मात्रै होइन गाइज म फलो ब्याक गरिदिन्छु तपाईँहरूको तर एटलिस्ट तपाईँहरूले अब राम्रो कन्टेन्ट हाल्छ भने म फलो ब्याक गरिदिन्छु तपाईँहरूले अनि अब मेरो लाइभमा आउनुहुन्छ हजुरहरू मलाई सपोर्ट गर्नुहुन्छ त्यो गर्ने बित्तिकै तपाईँहरूको मेम्बर बढ्छ है न भनेको छैन पाण्डा इट्स ओके त्यो कुरा छोड्दैन गाइज नो गाइज इट्स ओके गाइज टिकटक हो होइन यो ओपन स्ट्रिमिङ एरिया हो होइन यहाँ जस्तो पनि मान्छेहरू भेटाउँछ होइन अब जस्ट बिकज कसैले केही भन्यो भन्दामा अब हामीले रियाक्ट गर्ने कुरा त आएन नि त्यसमा होइन इट्स ओके अब उनीहरूले लिमिटै क्रस गर्यो भने गाइज हामी अबदेखि उनीहरूसँग म्याचै नखेल्ने हो हाम्रो टिम होइन होइन गाइज अनि गाइज हामीसँग मसँग म्याच खेल्नु भनेको एउटा कुरा के हो थाहा छ होस्टहरूलाई म चाहिँ के भन्छु भन्दाखेरि हाम्रो टिमसँग कोही कुनै पनि होस्ट म्याच खेल्नु भने उनीहरूको भाग्यको कुरा हो त्यो किन भन्दा गाइज हाम्रो टिममा त्यस्तो बिग्रेको बच्चाहरू कोही छैन सबैजना राम्रो घरको बच्चाहरू छ मोरओभर लाइक सुध्रेको घरको बच्चाहरू क्या लाइक त्यस्तो मुख छाड्ने खालको त्यो फेक आइडीबाट बनाएर आएर मन लागि लेख्ने खालको त्यस्तो कोही पनि छैन नि त नि सबै राम्रो बच्चाहरू छ नि त नि नै सुस्मिता नै अनि अहिले त्यो भनेको गाइज एउटा राम्रो अडियन्सको अगाडि प्रेजेन्ट गर्नु हो नि त नि गाइज फर इक्जाम्पल म कोहीसँग म्याच खेलेँ भने मलाई चाहिँ राम्रो भ्युर्स भएको मान्छे चाहिँ किन खेल्न मन लाग्छ भन्दाखेरि मैले हाम्रो टिमलाई उताको राम्रो टिमको अगाडि रिप्रेजेन्ट गरिरहेको हुन्छ नि त नि त्यो रिजनले गर्दा मलाई चाहिँ राम्रो लाग्छ कि सो या द्याट्स अ गुड थिङ गाइज अब ठिकै छ उसले अब आज लिमिट क्रस गर्यो अब उसँग म्याच नखेल्ने कल्पना अलिकति बेसी मुख छाड्यो कि अब जस्तै भए पनि मुख छाडेर भ्युर्स पाउँदैमा गाइज द्याट्स अ नट गुड थिङ नो अब लाइक आई डोन्ट वान्ट भ्युर्स त्यस्तै